नमस्कार। कहिलेकाहीँ कुनै देशको राजनीतिमा यस्तो मोड आउँछ जसलाई राजनीतिक भूकम्प भन्नु अन्यथा हुँदैन। आज हामी नेपालमा हुन सक्ने त्यस्तै एउटा आश्चर्यजनक राजनीतिक परिवर्तनको कथा खोतल्दैछौँ, जहाँ एउटा पुरै पुस्ताले पुरानो व्यवस्थालाई हल्लाइदिन सक्छ। स्क्रिनमा यो नम्बर हेर्नुस् त, 275 मध्ये 182। यो कुनै सामान्य अङ्क होइन। कल्पना गर्नुस्, 2026 को चुनावमा एउटा नयाँ पार्टीले यति धेरै सिट जित्यो। यो त लगभग 2/3 बहुमत हो। यस्तो नतिजा जसको सायदै कसैले कल्पना गरेको थियो। तर यस्तो राजनीतिक भूकम्प कसरी सम्भव हुन सक्छ? यो सम्भावित भूकम्पको कथा बुझ्न हामीले अलि पछाडि फर्केर यसको जरासम्म पुग्नुपर्छ। आजको हाम्रो यो विश्लेषणमा हामी यो परिवर्तनको बिउ कसरी रोपियो, कुन विद्रोहले यसलाई ऊर्जा दियो, कस्ता नयाँ नेताहरू देखा परे र अन्तमा यस्तो जितपछिको भविष्य कस्तो हुन सक्छ भनेर एक एक गरी केलाउनेछौँ। हरेक ठूलो आन्दोलन वा परिवर्तनको पछाडि एउटा शक्तिशाली विचार हुन्छ। नेतामा नेता भन्ने बित्तिकै दिमागमा कस्तो चित्र आउँछ? सायद त्यही पुरानो, अलि पहुँचभन्दा पराको मान्छे जस्तो। तर आज हामी एक यस्ता व्यक्तिको कुरा गर्दैछौँ जसले यो सोचलाई नै हल्लाइदिए। उहाँ हो उज्ज्वल थापा। उहाँको कथाले देखाउँछ कि नेतृत्वको बाटो फरक पनि हुन सक्छ। यो भनाइ हेर्नुस् त, स्वर्गीय उज्ज्वल थापा दरौँले जन्माएको एक सपूत हो। यो कुनै राजनीतिक नारा होइन। यो त उहाँको पुर्ख्यौली गाउँ स्याङ्जाको दरौँले मनैदेखि भनेको कुरा हो। यसले के देखाउँछ भने उहाँको प्रभाव काठमाडौँका सडकमा मात्रै थिएन, उहाँको जरा आफ्नो माटोसँग कति गहिरो थियो भन्ने कुरा प्रष्ट हुन्छ। हो, त्यो जरालाई अझै राम्ररी बुझ्नलाई उहाँको जीवनका केही मुख्य कुराहरूमा जाउँ। उहाँ एकैपटकमा युवा नेता, उद्यमी अनि सामाजिक अभियन्ता हुनुहुन्थ्यो। दुःखको कुरा, जम्मा 44 वर्षको उमेरमा 2021 मा उहाँ हामी माझ रहनु भएन। तर यो छोटो जीवनमा पनि उहाँले विवेकशील नेपाली जस्तो पार्टी बनाएर परिवर्तनको एउटा बलियो आधार खडा गर्नुभयो। तर यो राजनीतिमा आउनुभन्दा अगाडि उहाँ को हुनुहुन्थ्यो त? उहाँको कथा सुरु हुन्छ त्यही स्याङ्जाको माटोबाट, जसले उहाँको सोच र व्यक्तित्व बनायो। उहाँ उदय बहादुर र शान्ता थापाको पहिलो सन्तान। परिवारको जरो त्यही स्याङ्जा जिल्लामा। सायद यही कारणले होला उहाँमा आफ्नो समाज र देशको लागि केही गर्नुपर्छ भन्ने भावना सानैदेखि थियो। उहाँलाई धेरैले दिमाग घोच्ने मान्छे भनेर पनि चिन्थे। उज्ज्वल थापाको यो एउटा भनाइले नै उहाँको सम्पूर्ण दर्शनलाई समेट्छ। उहाँको विचारमा हामी नागरिकहरू यो देशमा केही समयका लागि बस्ने पाहुना वा यात्री होइनौँ। यो हाम्रो घर हो र आफ्नो घर बनाउने, सुधार्ने जिम्मेवारी पनि हाम्रै हो। उहाँको दृष्टिकोण एकदमै स्पष्ट थियो। एउटा यस्तो नयाँ राजनीतिक संस्कृति जहाँ राजनीति भनेको शक्ति हत्याउने खेल होइन, सार्वजनिक सेवाको माध्यम बनोस्। उहाँ नागरिकहरूलाई केवल भोट हाल्ने मतदाताको रूपमा होइन, देशको भविष्य निर्माणमा सक्रिय र जिम्मेवार साझेदारको रूपमा हेर्न चाहनुहुन्थ्यो। थापाको दृष्टिकोणको सबैभन्दा गजबको पक्ष थियो उहाँको विरोध गर्ने शैली। नेपालको परम्परागत तोडफोड र बन्दको राजनीतिभन्दा बिल्कुलै फरक। जब राजनीतिक दलहरू नेपाल बन्द गर्थे, उहाँ र उहाँका साथीहरू नेपाल खुल्ला छ भन्दै सडक सफा गर्न निस्कन्थे। कस्तो रचनात्मक तरिका! अनि यो नारा यो उज्ज्वल थापाको एउटा आह्वान थियो। एउटा यस्तो आह्वान जसले नयाँ पुस्तालाई झकझकायो, उनीहरूलाई आफ्नो देशको भविष्यको जिम्मा आफै लिन प्रेरित गर्यो। यो केवल नारा थिएन, यो एक पुस्ताको जागरणको आवाज थियो। ल, थापाको विचारले त जग बसाल्यो, तर त्यो जगमाथि आन्दोलनको आगो बाल्ने काम गर्यो एउटा नयाँ डिजिटल पुस्ताले। अब कुरा गरौँ यो विद्रोह कसरी फैलियो। जेन जी अर्थात् त्यो पुस्ता जो इन्टरनेट र सामाजिक सञ्जालसँगै जन्मियो, हुर्कियो। उनीहरूको सोच्ने र सङ्गठित हुने तरिका नै बिल्कुलै फरक छ। विश्वभरि के भइरहेको छ उनीहरूलाई थाहा छ, र अन्याय अनि जवाबदेहिताको सवालमा उनीहरू निकै सचेत छन्। युवाहरूलाई सडकमा ल्याउने कारणहरू त पुराना नै थिए, त्यही भ्रष्टाचार, त्यही दण्डहीनता। तर यसपटक उनीहरूको प्रतिक्रिया त्यो चाहिँ एकदमै नयाँ थियो, र त्यो नयाँपनलाई शक्ति दिएको थियो प्रविधिले। समस्याहरू यी नै थिए। दशकौँदेखिको भ्रष्टाचार, अपराध गरेर पनि सजाय नपाउने संस्कृति र नागरिकले बोलेको नसुन्ने संस्थाहरूप्रतिको अविश्वासले गर्दा युवाहरूको धैर्यको बाँध टुटिसकेको थियो। उनीहरूलाई पुरानो राजनीतिक प्रणालीमाथि अलिकति पनि भरोसा थिएन। यो आन्दोलनको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही थियो।
यसलाई कुनै एउटा नेता वा पार्टीले होइन, सामाजिक सञ्जालले चलाएको थियो। फेसबुक, ट्विटर र टिकटक जस्ता प्लेटफर्महरू नै उनीहरूका हतियार थिए। परम्परागत राजनीतिक संरचनाहरूलाई बाइपास गर्दै मुद्दामा केन्द्रित भएर युवाहरू आफै सङ्गठित भए। जब जनता परिवर्तनको लागि सडकमा उत्रन्छन्, उनीहरूलाई आफ्नो आवाजलाई प्रतिनिधित्व गर्ने अनुहारहरू चाहिन्छन्। यो आन्दोलनले पनि त्यस्तै केही नयाँ नेताहरूलाई जन्म दियो। यो आन्दोलनले केही नयाँ अनुहारहरूलाई अगाडि ल्यायो। बालेन शाह, जसले काम गरेर देखाए, रवि लामिछाने, जसले जवाबदेहिताको माग गरे, कुलमान घिसिङ, जसले असम्भवलाई सम्भव बनाए, र डाक्टर स्वर्णिम वाग्ले, जसले तथ्यमा आधारित नीतिको वकालत गरे। उनीहरू सबैमा एउटा साझा धागो थियो, खोक्रो आश्वासन होइन, ठोस परिणाम। यसले जनताको मागमा आएको एउटा आधारभूत परिवर्तनलाई देखाउँछ। अब जनतालाई भाषण गर्ने नेता होइन, काम गर्ने व्यवस्थापक चाहिएको थियो। परम्परागत राजनीतिज्ञ भन्दा प्रमाणित क्षमता भएका विज्ञ र पेशावरहरूमा उनीहरूको विश्वास बढ्दै गयो। ल, अब हामी फेरि सुरुको त्यो कुरामा फर्कौं, 2026को त्यो काल्पनिक चुनावी जित। हेरौँ, उज्जवल थापाको विचार, जेनजीको ऊर्जा र नयाँ नेताहरूको उदय मिलेर कसरी त्यो ऐतिहासिक परिणाम सम्भव बनाउन सक्छ। यो सम्पूर्ण ऊर्जालाई राजनीतिक आकार दिने काम राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासोपाले गर्यो। सुशासन र आर्थिक विकासको एजेन्डा बोकेर यो पार्टी जनताको लागि एक विश्वसनीय विकल्पको रूपमा उदायो। र यहाँ त्यो राजनीतिक भूकम्प अङ्कमा देखिन्छ। 2022मा केवल 21 सिटबाट सुरु गरेको पार्टीले 4 वर्षपछि 182 सिट जित्ने कल्पना गर्नुहोस् त। यो सामान्य परिवर्तन होइन, यो त एक राजनीतिक सुनामी नै हो। आखिर यो जितको सूत्र के थियो त? यसलाई 4 चरणमा हेर्न सकिन्छ। पहिलो, उज्जवल थापाको विचारले जग बसाल्यो। दोस्रो, जेनजीको आन्दोलनले ऊर्जा भर्यो। तेस्रो, रासोपा र नयाँ नेताहरूले त्यो ऊर्जालाई राजनीतिक आकार दिए। र चौथो, परिणाम, एक ऐतिहासिक जित जसले देशको राजनीतिलाई नै बदल्दियो। रासोपाको यो नाराले सम्पूर्ण आन्दोलनको भावनालाई समेटेको छ। जनताले अब नातावाद वा पार्टीको झण्डा होइन, योग्यता र विज्ञतालाई छान्ने निर्णय गरे। एउटा ऐतिहासिक जित त भयो, तर कथा यहाँ समाप्त हुँदैन। बरु यहाँबाट एउटा नयाँ र सायद अझ कठिन अध्याय सुरु हुन्छ। अबको बाटो कस्तो होला? सडकको आन्दोलनलाई सत्तामा पुर्याउनु एउटा ठूलो सफलता हो, तर अब सुरु हुन्छ सबैभन्दा ठूलो र वास्तविक चुनौती, शासन गर्ने। विरोध गर्न जति सजिलो छ, वर्षौंदेखि बिग्रिएको प्रणालीलाई सुधारेर वाचा पूरा गर्न त्यति नै गाह्रो हुन्छ। यति ठूलो विश्वास सँगै आउँछ, त्यति नै ठूलो अपेक्षाको भारी। जनताले केवल नयाँ अनुहार चुनेका होइनन्, उनीहरूले एउटा नयाँ भविष्यको आशामा मतदान गरेका छन्। अब रासोपा सरकारले त्यो आशालाई निराशामा बदलिन नदिनु नै उनीहरूको सबैभन्दा ठूलो परीक्षा हुनेछ। र अन्त्यमा यो प्रश्न हामी सबैको लागि हो। एक पुस्ताले आफ्नो जिम्मेवारी पूरा गर्यो र परिवर्तनको माग गर्यो। अब त्यो परिवर्तनलाई साकार पार्ने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा छ। के उनीहरू सफल होलान्? यसको जवाब भविष्यले नै दिनेछ।